हेलो, म चाहिँ उदय सोदाङ राई होइन। अब मलाई चाहिँ एउटा कुरा के गर्नु मन लाग्यो भने विदेशमा चाहिँ प्रायः जसो अब मान्छेहरूले पुरानोले हेप्यो, पुरानोले यस्तो गर्यो, पुरानोले उस्तो गर्यो, पुरानोबाट यस्तो भएर मानसिक सन्तुलन गुम्यो अथवा के अरे हुन्छ नि मान्छेले चाहिँ अब त्यो के अरे डिप्रेसनसम्म पुऱ्यायो, यस्तो गऱ्यो उस्तो गऱ्यो भन्छ। तर कुनै कुनै कुराहरूमा चाहिँ नयाँहरूले पनि अब अलिकति ध्यान दिनुपर्ने हुन्छ। जस्तै अब नेपालीहरू त प्रायः विदेशी जानुपर्छ। अब त्यसमा कम्पनीमा नयाँ पुरानाहरू सबै एकजुट भएर चाहिँ मिलेर बस्नु त पर्ने हुन्छ। तर कति कुराहरूमा चाहिँ नयाँहरू पनि कमजोरी हुन्छ, नयाँहरूको पनि कमजोरी हुन्छ है। त्यो चाहिँ आफूले पनि सहज स्वीकार्नु पर्ने हुन्छ। किनभने अब फर्स्ट अफ अल त अब पुरानाहरूले हेप्यो भन्ने कुरामा चाहिँ अब रक्सी खाएर हल्ला गऱ्यो भने, रक्सी खाएर थर्कायो भने, अथवा अब काम गरिराख्दा पनि आफूले अब त्यसरी आफूलाई थर्काउँछ भने त्यो पुरानाहरूले हेपेको अथवा यो गरेको हुन जरुरी छ। तर अब प्रायः जसो कस्तो भने अब नयाँ मान्छेहरू, त्यो पनि नेपालको केटीहरू त म्याक्सिमम् त्यस्तो हुँदैन। केटाहरूमा चाहिँ म्याक्सिमम् के हुन्छ भने एक त सरसफाइमा धेरै कमजोर हुन्छ, अनि अर्को भनेको धेरै आफूले के अरे आफ्नै तरिकाले जिउने, आफ्नै तरिका, आफ्नै स्वरमा हिँड्ने, आफ्नै त्यो स्वरमा बस्ने, त्यस्तो खालको हुन्छ। अनि अर्को कुरा के भनौँ भने एकदमै लेजी टाइपको क्या, केही गर्दा पनि नगर्ने, केही यो गर्दा पनि नगर्ने, आफ्नै घर जस्तो सम्झिने। त्यो धेरै आदि इत्यादिहरूमा नेपाली केटाहरू चाहिँ पर्छ कि घरमा केही गरे आउँदैन। अनि अब नेपालमा कस्तो भने नेपालमा चाहिँ अब आफ्नो घर हो र त्यस्तोहरू गर्नु पर्दैन। तर विदेश भइसकेपछि चाहिँ अब त्यो आफ्नो रुमको इन्भाइरोमेन्ट कस्तो छ, अब त्यो त घर त होइन। ए आयो म चाहिँ फाक्ला फुक्लो गऱ्यो, सफा सुग्घर केही छैन, खडाङखुडुङ गऱ्यो सुत्यो भन्ने हुँदैन। कसै सफा सुग्घरमा ध्यान दिने हुन्छ, कसै केमा ध्यान दिनुहुन्छ, कसै केमा हुन्छ। त्यो घर होइन, आफूले घर जस्तो सम्झिनु भएन। त्यहाँ त्यो रुमको वातावरण कस्तो छ, आफूले त्यो सिचुएसनलाई चाहिँ त्यो सिचुएसन अनुसार चल्नु पर्यो। अनि कति कुरा चाहिँ केटाहरूलाई चाहिँ अब केटाहरू चाहिँ आफू नगर्ने, आफू घर जस्तो सम्झिने, जेसुकै पनि छ्याताचुल्ला, कहिले पनि सरसफाइ पनि नगर्ने, कहिले पनि केही पनि नगर्ने, कहिले केही नगर्ने। त्यस्तोमा पनि कति केटाहरूले भन्दाखेरि अब त्यो पुरानाहरूले यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ, यस्तो गर त्यस्तो गर भन्दा पनि कति केटाहरूले चाहिँ त्यो आफ्नै घर जस्तो सम्झेर त्यो कुरामा पनि स्टेप्स लिइरहेको हुन्छ। तर त्यस्तो चाहिँ नगरौँ। त्यो आफ्नो रुमको सिचुएसन सम्झेर चाहिँ त्यो सिचुएसनसँग चाहिँ ढल्न सक्नु पर्यो। कति केटाहरू चाहिँ त्यही अनुसार पनि पुरा डिप्रेसनमा गइरहेको हुन्छ क्या। यसरी पेलो कसरी ऊ सरसफाइ पनि गर्दैन, खाना पनि पकाउँदैन। अनि अब एउटा रुममा बसिसकेपछि भने त अब सरसफाइ गर्नु पर्यो, खाना पनि पकाउनु पर्यो, अरूले भनेको पनि सुन्नु पर्यो। अब घर नेपालमा केटाहरू कस्तो हुन्छ थाहा नै छ, आमाले पकाइहाल्ने, सरसफाइ भनेको जिरो, खानामा जिरो, केही पनि गर्नु नआउने। अनि भन्दाखेरि यसरी गर्नुपर्छ, त्यसरी गर, त्यसरी यस्तो गर भन्दाखेरि पनि कति केटाहरू चाहिँ अब त्यो पुरानाले हेप्यो भन्ने स्टेज क्या, त्यस्तो पनि गर भन्ने, उस्तो पनि गर, त्यो पनि गर। त्यही भएर चाहिँ एउटा विदेश आएपछि चाहिँ अब नेपालको जस्तो कन्डिसन चाहिँ हुँदैन, सिचुएसनमा ढल्नुपर्छ, अरूले भनेको पनि सुन्नुपर्छ र आफूले पनि भन्नुपर्छ भन्ने उयसमा पनि हुन्छ। तर कति कुराहरू चाहिँ कतिमा चाहिँ अब कति कुराहरू चाहिँ रियल्ली नै अब हेपाइ खाइरहेको हुन्छ। अब त्यो रक्सी खाएर हल्ला गरेर त्यो भन्ने त भइहाल्छ। तर त्योभन्दा फरक पनि धेरै मान्छेहरू त्यो सिचुएसनमा छ क्या नेपालीहरू चाहिँ। अरू त म भन्न सकिनँ, नेपालीहरू चाहिँ। त्यही भएर चाहिँ मान्छेले चाहिँ बुझ्नु पर्यो है, म चाहिँ कसरी हेपिरहेछ, साँच्चीकै हेपिरहेछ कि अरूले आफूले गर्दाखेरि हेपाइ खाइरहेछ कि भन्ने कुरा चाहिँ छुट्याएर चाहिँ आफूले पनि दुःखी चाहिँ पुग्नु पर्यो र अरूलाई पनि पुगाउनु पर्यो है। यो कुरामा चाहिँ क्लियर हुन जरुरी छ है। नेपाली केटाहरू चाहिँ अरू केटीहरू चाहिँ त्यति साह्रो हुँदैन, सरसफाइमा आउँछ, खाना पकाउने पनि सबैले पकाउँछ। तर हाम्रो नेपालको केटाहरूको उसमा चाहिँ यो कुराहरू चाहिँ धेरै यो हुन्छ है। त्यही भएर चाहिँ यो बारेमा सोच्नु पर्यो है नयाँ केटाहरूले। जहिले हेप्यो पुरानाले हेप्यो मात्रै चाहिँ भन्नु भएन। आफू पनि हुनु पर्यो, आफूमा पनि क्वालिटी हुनु पर्यो। त्यस पछाडि चाहिँ त्यो कुरा भन्दाखेरि चाहिँ
यस्तो हुन्छ है। ल अर्को भिडियोमा भेटौँला।